यहाँ हामीसँग अर्को आज ट्रिगोनोमेट्रीको अर्को क्वेसन छ cos को पावर 8a plus sin को पावर 8a equal to 1 minus sin square 2a plus 1/8 sin को पावर 4 2a। हामीले यसभन्दा अगाडि sin 6a plus sin को पावर 6a plus cos को पावर 6a को प्रब्लम गरेका थियौं। त्यहाँ हामीलाई a क्यूब plus b क्यूब र a स्क्वायर plus b स्क्वायर जुन फर्मुला लगाए पनि हुन्थ्यो, तर यहाँ हामीलाई पावर 8 भएकोले गर्दाखेरि पावर 8 लाई हामीले मल्टिपल्समा लाने हो भने 4 2 जा हुन्छ 2 4 जा हुन्छ। त्यसो गर्दाखेरि हामीले स्क्वायरमा लानु छ। हामीलाई पावर 4 को फर्मुला छैन, त्यही भएर मैले यसलाई पहिला एलएचएस लिन्छु। अब त्यसपछि हामी यसलाई a स्क्वायर प्लस b स्क्वायर को फर्मुलामा लानेलाई हामी के गर्छौं, cos को पावर 4a स्क्वायर प्लस sin को पावर 4a स्क्वायर a स्क्वायर प्लस b स्क्वायर। a स्क्वायर प्लस b स्क्वायर को हामीलाई कतिवटा फर्मुला छ त भन्दाखेरि कतिवटा फर्मुला छ, हामीलाई दुईवटा फर्मुला छ, a प्लस b को होल स्क्वायर माइनस 2ab कि त a माइनस b को होल स्क्वायर प्लस 2ab। a माइनस b को होल स्क्वायरमा लाँदा हुन्थ्यो, तर हामीलाई के चाहिएको छ त भन्दाखेरि sin 2a चाहिएको छ। अब sin 2a चाहियो भने त हामीले sin डट cos आउनु पर्यो। त्यसलाई त्यही भएर मैले cos 4a प्लस sin 4a को होल स्क्वायर माइनस 2 cos को पावर 4a डट sin को पावर 4a a प्लस b को होल स्क्वायर माइनस 2ab। अब यो अझै हामीले यहाँ हेर्दाखेरि के देख्छौं, अझै हामीले के देख्छौं त भन्दा यसलाई पनि हामीले के गर्न सक्छौं त भन्दा फर्मुलामा लान सक्छौं, a प्लस b को होल स्क्वायर। अब यो पनि a स्क्वायर प्लस b स्क्वायर मा जान्छ। a स्क्वायर प्लस b स्क्वायर भनेको cos स्क्वायर a प्लस sin स्क्वायर a को होल स्क्वायर माइनस 2 a भनेको cos स्क्वायर a डट b भनेको sin स्क्वायर a माइनस यहाँ पावर कति छ 4 छ। अब हामीलाई हुन्छ के त भन्दाखेरि sin 2a इक्वल टु 2 sin a डट cos a हुन्छ। यहाँ पावर कति छ त भन्दा 4 छ। यो दुईवटैको पावर 4 छ भने यहाँ पनि हामी पावर 4 राख्न सक्छौं। त्यसो गर्दा 2 को पावर 4 भने त कति हुन्छ 16 हुन्छ। यसलाई मैले 2 cos a डट sin a को पावर 4 लेख्छु। तर हामीसँग यहाँ कति मात्रै छ 2 मात्रै छ। यहाँ हामीले 2 को पावर 4 भने कति हुन्छ 16 हुन्छ। 16 हुने बित्तिकै हामीले यहाँ के राख्नु पर्छ त भन्दा 1/8 राख्नु पर्छ। 16/2 भनेको 2 नै हुन्छ, सरी 16/8 भनेको 2 नै हुन्छ। भनेको हाम्रो यो पार्ट त आइसक्यो नि त, हामीलाई यो पार्ट हामीलाई आइसक्यो। हामीलाई यहाँ के छ प्लस छ। हो यसरी कहिलेकाहीँ सल्भ गर्दै जाँदाखेरि हामीले के गर्नुपर्छ त भन्दाखेरि यसको कहिलेकाहीँ हामीले चेन्ज गर्नुपर्छ। कसरी, यहाँ हामीलाई के आयो, हामीलाई माइनस आयो, हामीले यहाँ के ल्याउनु पर्ने थियो प्लस। अब यहाँ प्लस भयो भने यहाँनिर फर्मुलामा हामीले के हुन्छ माइनस हुन्छ। अब त्यसो गर्यौं भने हामी के गर्न सक्छौं भन्दा यति पार्ट हामीले के गर्नु पर्यो त भन्दाखेरि मैले मेटाइदिए। अब यो केमा जान्छ a स्क्वायर माइनस केमा जान्छ b स्क्वायरमा जान्छ। भनेको cos स्क्वायर a माइनस sin स्क्वायर a माइनस b cos स्क्वायर a प्लस sin स्क्वायर a। यसको पनि के छ त भन्दा होल स्क्वायर छ। यहाँ हामीले प्लस राख्यौं हो। कहिलेकाहीँ हामीले यसरी गर्दै जाँदाखेरि हामीले प्याटर्न चेन्ज गर्नुपर्छ। यो भनेको के हो cos 2a हो। यो भनेको कति हो 1। यसको पनि के छ स्क्वायर छ माइनस यो के हुन्छ 1/8 sin 2a। यसको पावर कति छ 4 छ। cos 2a को पनि के भयो स्क्वायर भयो। मैले यसलाई
cos स्क्वायर 2a minus 1/8 sin को पावर 4 2a लेख्छु। cos स्क्वायर 2a भने के हो 1 minus sin स्क्वायर 2a हो माइनस सरी यहाँ माइनस चाहिँ लेखिरहेछ प्लस 1/8 sin को पावर 4 2a। यसरी हामीले यसलाई इजिली 1 2 3 4 5 6 स्टेपमा यसलाई हामीले इजिली के गर्न सक्छौं सल्भ गर्न सक्छौं इक्वल टु RHS प्रुफ। यसरी हामीले सल्भ गर्न सक्छौं।